सो हेलो साथीहरू नमस्ते है। अब म फेरि हैन धेरै समयपछि युट्युबतिर ब्याक गर्दैछु हैन। धेरै समय ग्याप गरियो है। पछाडि त्यस्तै ओकापडाहरु छ, त्यो इग्नोर गरिदिनु होला है। अहिले चाहिँ हामी भर्खर यता लुलु मार्केटतिर हिँडेको हैन। म चाहिँ साथीहरू अब त्यही हो आफ्नो पर्सनल इस्युले गर्दाखेरि निकै लामो समयसम्म चाहिँ म युट्युबमा ग्याप रहेँ हैन। त्यसको लागि सरी भन्न चाहन्छु। जति पनि मेरो साथीहरू के अरे कन्टिन्यू भ्युअर्सहरू हुनुहुन्थ्यो तपाईहरु सबैजनालाई सरी भन्न चाहन्छु हैन। अब फेरि म कन्टिन्यू नै गर्नेछु गर्न चाहिँ। अब दिनकै चाहिँ पहिला जतिकै अब दिनकै चाहिँ भ्लग हाल्न पाउँछ कि पाउँदैन है, त्यो छुट्टै कुरो हो। तर पनि कोसिस चाहिँ गर्नेछु मैले है साथीहरू। त्यही हो, अहिले चाहिँ म कम्पनी भित्रै छु हैन। यस्तो छ है, कम्पनी भित्रै छु हैन। अलि भर्खर हिँडिरहेछ हामी है। घाम पनि लागिरहेछ लाग्न चाहिँ हैन, त्यस्तै कडक छ। अनि त्यही भएर भर्खर सुरु गर्दैछु म है साथीहरू। त्यही हो, ल अब के गर्छौँ के अब कता कता जान्छौँ हैन, त्यो देखाउने कोसिस गर्नेछु है गाइजहरू। त्यही हो, अहिलेको लागि चाहिँ यति नै हैन। अहिले एकछिनमा भेटौँला है गाइजहरू। अब पुरानो क्लिपहरू पनि छ अलिअलि छन् चाहिँ, त्यो पनि अब ठाउँमा हाल्नेछु है गाइजहरू, त्यो पनि हेरिदिनु होला। लो है गाइजहरू, अहिले चाहिँ हामी 5 जना भएर चाहिँ जाँदैछ है। इकोनसेप पुग्छ कि अब कतादेखि फर्किन्छ है। भर्खर हिँडिरहेछ अहिले हामी हैन। पुरा घाम लागेर अलिक उ भइरहेछ कि, अनि मै छाता लागेर छु यसरी हैन। त्यो हामी दुईजनाले चाहिँ छाता बोकेछ, अरूले नबोकी हिँडेछ है। त्यही हो, हुन त अब फर्किँदाखेरि यो छाताको खासै काम त हुँदैन। अब पुरा बोरा बोकेर आउनु पर्ने हुन्छ है गाइजहरू। त्यही हो, ल अहिले हामी जाँदैछ भर्खर हैन। बसमा जान्छ कि हिँडेर जान्छ ठेगान छैन। अब हिँडेर जाँदाखेरि पनि त्यही 45 मिनट जतिमा त पुग्छ त्यो इकोनसेप। अब के हुन्छ नि हेरौँ है गाइजहरू। त्यही हो। सो गाइज अहिले चाहिँ हामी हैन हाम्रो बाजे भन्दैछ। अहिले चाहिँ हामी है के अरे त्यो सजन भन्ने टिपेर चाहिँ एक झोला ल्याएछ है। अनि हाम्रो बाजेले झारेको अलिकति क्लिप पनि यहाँ बनाएको छु हैन, त्यही नै थोरै हालिदिनेछु है। अनि त्यसपछि प्लस म पनि गएर चाहिँ टिपेर दुई भाइले लगभग एक झोला जति बनाएको छ है गाइजहरू। त्यो अब लगेर भरे मस्त बनाएर खानुपर्ने हुन्छ है गाइजहरू। त्यही हो, अब भर्खर अब जाँदैछौँ। आधी बाटो नि भएको छैन है हुन चाहिँ। 4 भाइ अगाडि पछाडि म है। यस्तै छ के गर्ने गाइजहरू, घाम लागेर यस्तो छ है। बिजोग रमाइलो छ घाम लागेर हैन। हेलो गाइजहरू, हाम्रो तरकारी यो हाम्रै खेती है गाइजहरू। यो हेर्न सक्नुहुनेछ हैन। यो हाम्रै खेतीको हो। हाम्रो बाजेलाई चाहिँ म झार्न लागिरहेको छु हैन। कराउँदा बल्ल चढेर त झारिरहेको। मैले रोपेको नि त अस्ति र मस्त फलाएर छ नि झार्न लाग्यो। तरकारी दामी हुन्छ नि त, तरकारी दामी हुन्छ गाइजहरू। क्यानट ड्रुम के भयो, वाट इज दिस? हेलो गाइज, नमस्ते। हाम्रो फेरि नयाँ भ्लग आउँदैछ है गाइजहरू, बिस्तारै हुँदै हैन। आज चाहिँ है हामी यसो उता घुम्नतिर के अरे यसो मालपानीहरू लिन चाहिँ हिँडेको खासमा। तर अब अहिले चाहिँ रुम नजिकै आइपुगिसक्यो फर्केर हैन। अनि दुईजना चाहिँ उयो पर आउँदै हुनुहुन्छ कि है। अनि दुई भाइलाई जिस्काइदिनु पऱ्यो भनेर चाहिँ भ्लग सुरु गरेको। त्यो म त छोटो गर्दैछु कि अहिले ठ्याक्क छुट्टीको समय आयो नि त। छुट्टीको टाइम पुरा गाडी टाँट छ हैन। अरे हो पण्डित बा, कहाँ जाइछि? हेलो गाइज, यता हाम्रो कटहर चोर हाम्रो कटहर चोर यता देख्न सक्नुहुनेछ है, कटहर चोर। ल साथीहरू त्यही हो, अब हामी फर्किँदैछौँ दुईजना है सट्ट पारेर है। के गर्ने, बिजोग रमाइलो भयो आज। गाडी यतै पाउने छ नलाउने, झन्डै पेल्दियो यार, झन्डै पेल्दियो साथीहरू। मलाई झन्डै पेल्दिएको है गाडी त गाइजहरू। आएकै छ कि होइन। त्यही हो, अब भर्खरै अनि रुममा पुग्न लागेको छ हामी अहिले चाहिँ होइन। अब त गएको काम पनि बनेन, अनि फर्केको अब रुममा जाने हो। रुम सुतिदिने हो आनन्दले है गाइजहरू। त्यही हो ल है साथीहरू, हाम्रो
हाम्रो रुमको एरिया यस्तै छ है गाइजहरू, रुम नजिकको एरिया है। यतै नरिवल होइन, यो फेरि यो पाउरोटी कम्पनी होइन, ठुलै छ यो कम्पनी पनि। उता पनि यो नरिवलै छ है। कति नरिवल त यो एरिया होइन, तर झार्न खासै सकिँदैन क्या। यस्तो हाइट छ नि त है, पुरै हाइट छ कि अनि झार्नै सकिँदैन है। त्यही हो गाइजहरू। यता फेरि अर्कै कम्पनी, यो कचडा कम्पनी हो। यता अघिको नरिवल देखाइहालेँ होइन। अब बोलेको चाहिँ सानो आउँछ होला है गाइजहरू। अब त्यही हो, अब के अरे गाडीहरू हिँडिरहेछ नि त, त्यही हो समस्या होइन। अब बोलेको सबै आवाज उता तानिहाल्दो रहेछ होइन, अनि बोलेको चाहिँ खासै आवाज नआउँदो रहेछ कि है। समस्या त्यही छ है साथीहरू। ल अहिलेको लागि चाहिँ गाइजहरू यति नै हो है। भरे भोलि फेरि यसलाई पुरा गरेर चाहिँ हजुरहरू समक्ष ल्याउनेछु है साथीहरू। त्यही हो है अहिलेको लागि चाहिँ। ल बाइ। सो गाइजहरू यता चाहिँ यस्तो रहेछ है ठाउँ होइन। हामी भर्खर आइपुगेको छ यता होइन। एक रन उता गएर चाहिँ यो पुलको बाटो फर्केर अनि यता छिरेर छु मैले होइन। दुईजना त पर नै पुगिसक्यो है। तर यता यो के अरे धुपी कालो देखिँदो रहेछ होइन। दामी छ छन् चाहिँ, तर यो के भन्छ म्यानेज मार्केट कि के भन्दो रहेछ, त्यहाँ पनि अस्ति आएको हामी होइन। त्यही बेला चाहिँ हामीले भिडियो नबनाएको, अब किनभने अब हामी मार्केट आएको नि त, भिडियो बनाउन आएको थिएन होइन। अनि त्यही हो, अब आज अब भिडियो बनाउनको लागि चाहिँ उता हिँडेको है, उता पछाडिको ठाउँ क्या हिँडेको, तर भएन होइन। केही छैन अब साथीहरू। अब यो बाटो एकछिन घुमेर चाहिँ अनि त्यसपछि हामी रुम जानेछौँ है। त्यही हो साथीहरू। यहाँ चाहिँ जे कुरो नि ओरिजिनल पाउँछ साथीहरू होइन, जे सामान पनि। तर महँगो चाहिँ एकदम महँगो हो है। अब ओरिजिनल सामान हो नि त होइन, ओरिजिनल सामान हो। अब महँगो त पर्ने भइगयो त्यत्तिकै होइन। त्यही हो साथीहरू। ल एकछिनमा भेटौँला है। दुईजना त निकै फाँडे नै हानिसक्यो क्या, देखिँदैन है। दुईजनाले चाहिँ यहाँ कुरिराख्नु भएको रहेछ मलाई होइन साथीहरू। त्यही हो हजुर। यो मार्केट त अस्ति हामी त दिउँसो आएको नि, दिउँसो कि बेलुका भनौँ न, बेलुका आएको मार्केट हो यो चाहिँ गाइजहरू। ल साथीहरू अब हामी चाहिँ हाइवेको बाटो पुग्यो है। अब खासै बोलेको सुनिन्न है, म भिडियो पनि त्यति बनाउँदिनँ होला अहिलेको लागि चाहिँ अब होइन। अब यसो मार्केटभित्र यसो अलिअलि क्लिपहरू गर्नेछु होइन। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो बिल्डिङ टोक्ने मेरो छातै पल्दै थियो गाइजहरू हावाले। यस्तो हावामा त के छाता लाउनु गाइजहरू है, त्यत्तिकै शीतल भइहाल्छ नि होइन। ल बिल्डिङ यस्तो छ यता नि यस्तो छ बिल्डिङ है गाइजहरू। अब जाँदैछ हामी जान चाहिँ होइन। अब बोलेको खासै क्याप्चर हुँदैन कि, अब गाडीहरूको मात्रै आवाज धेरै आउँछ, अनि त्यही भएर अब म बनाउँदिनँ है। यसको यो पनि सके आउँदैन होला, हावा चलिरहेछ होइन। के कस्तो हुन्छ अहिले म चेक गर्नेछु है गाइजहरू। ल अहिलेको लागि चाहिँ यति नै है। ल साथीहरू अहिले हामी चाहिँ यता जसको मार्केटभित्र छ है, यहाँ जाँदैछ अर्को ठाउँमा। हामी अर्कै मार्केट जाने हो जान चाहिँ, अनि यहाँ यसो घुमिहेरौँ भनेर चाहिँ घुमिरहेको छ हामी होइन। त्यही हो। यता छोरी मान्छेको सामानहरू घाममा हिँड्दा हिँड्दा अहिले चाहिँ हामी भित्र एसी भित्र छिरेको छ है। नमस्ते दिया मेरो धडकन रोकिदिया। यता कपडा हरिराई आउँदैछ, हरिराईको अफर गाइजहरू उपरौ।
अब हामी निस्केको बाहिर फेरि गाइजहरू होइन सबै उता त्यो 2 रुपियाँ मार्केट छिर्नु पर्ने छ अरे त्यही भनिरहेछन् यहाँ साथीहरूले है। हामी चाहिँ अहिले बाहिर निस्किसकेको छ होइन। यता रेस्टुरेन्ट देख्न सक्नुहुनेछ है। अब हामी त्यो 2 रुपियाँ मार्केट पुग्न लागेका छौँ हामी चाहिँ गाइजहरू है। ल गाइजहरू हामी फाइनली 2 रुपियाँ मार्केट आइपुगेछ है। देख्न सक्नुहुनेछ बाहिरै छु मैले। अब हामी भित्र छिर्दैछ होइन। अब गाइजहरू यस्तै छ है यहाँभित्र है। हरेक सामान जे लिने 2 रुपियाँ 2.40 जे लानु मनपर्छ सबै 2 रुपियाँ 40 पैसा हो यहाँको है साथीहरू। त्यही हो यो जुनै सामान नि त्यस्तो महँगो छैन सबै यिनीहरू सबै 2 रुपियाँ 40 पैसाकै हो। सब यो केटाकेटीहरूको खेलाउन हो यो एरिया चाहिँ होइन। यही केटाकेटी खेल्ने ठाउँ। चम्चाहरू यता ग्रोसरी यता चक्कुहरू यता थालभाँडा है त्यस्तै छ होइन। यता अरू नै सामान हो यता फेरि साथीहरू त्यस्तै छ। यतै चप्पलहरू सब 2 रुपियाँ 40 पैसाको यो चप्पलहरू यो है। तर प्रायः सब फित्तावाला मात्रै राख्दो रहेछ है। मोजा 2 रुपियाँ 40 मस्ती लाग्यो यहाँदेखि 3टा। ल गाइज अहिलेको लागि चाहिँ यति सामान लिइरहेछ होइन। थप्नु छ आज है यता है। साथीहरू यहाँ चाहिँ फुलहरू छ है। यहाँ चाहिँ सडकसँगले होइन फोटो खिच्नलाई पनि क्या दामी छ क्या है। हेर्नुहोस् त प्लिज यता नि खोलै छ है। यस्तो खतरा तरिकाले बनाएको छ होइन। हेलो गाइजहरू हामी फाइनली अकाउन्ट सेभ आइपुगेको छ। हामी अहिले अकाउन्ट सेभ इन्ट्री गरिरहेको छौँ होइन। यो काउन्टरमा चाहिँ हाम्रो सामानहरू राख्नुपर्ने हुन्छ अनि त्यसपछि यसो अरू सामानहरू किन्नुपर्ने हुन्छ। बनाइसकेछन् है गाइजहरू बनाइसकेछ। अस्ति आउँदा चाहिँ बनाइरहेको थियो होइन आइटम। सिद्रा माछा गाइजहरू यता तिल्लुर हजुर 8 रुपियाँमा 2टा। यता चाहिँ गाइजहरू अफर चलिरहेछ यहाँ देख्न सक्नुहुनेछ है। 2 पिसको 8 रुपियाँ भन्दा 7 रुपियाँ 99 पैसा है। 1 पिसको 5 रुपियाँ 10 पैसा रहेछ। अलिकति थोरै अफर दिएको रहेछ। यो उसको हेरिरहेको चाहिँ अफर छ है। यता नि अन्डै छ गाइजहरू। विदेशको सिस्टम यस्ता छ के गर्नु। ड्राइभर बन्ने हो सामान उठाउने हो है गाइजहरू। बिजोक रमाइलो छ गाइजहरू है। अहिले ग्राफमा चढेको छ हामी। ग्राफमा चढेको छु मैले। ग्राफमा जाँदैछ सामान धेरै भएर चाहिँ त्यही पनि एकजना भाइले सम्झ नभएर ग्राफमा गएर छ हामी है। पछाडि सामान उता छ ग्राफमा गइरहेको छु मैले होइन। यता पछाडि यस्तो छ गाइजहरू। यतै चामलको बिजोक। यहाँ मेरो हेलमेट गाइजहरू।